पुरै ढुकुर हान्नुलाई चाहिँ यस्तो भएर गएको छैन कि केटो होइन पालाले खानु कहाँबाट यो फेरि अगाडि देखिन् त ओम नमः शिवाय ठुलो चाहिँ इक्जाम दिने ठाउँ हेर्दैछस् क्या यहाँनिर चरा हान्दैछ पुरै हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है आज पनि तपाईँहरू सबैजनालाई स्वागत छ हामी चाहिँ आज हन्टिङमा जाँदैछौँ गुलेली बोकेर होइन प्रवेश भएर म अब चाहिँ यहाँ हामीले यस्तो ढुङ्गाहरू खोज्नु पर्ने हुन्छ है डल्लो डल्लो चट्ट लाएर त्यो पटमेरोमा चाहिँ ढुकुर चाहिँ जुत्दैछ पुरै केटो चाहिँ चरा हेर्दै हेर्दै कहाँ छ उपर ढुकुर उडिगयो यार त्यहाँनिर थियो ल ठिक छ आज चाहिँ हामी एउटा न एउटा चाहिँ झाडेरै छाड्छौँ है चट्ट भएर पोलेर हुन्छ कि के गरेर हुन्छ मस्तसँगले हानिन्छ नि हाम्रो यता सिकारी केटो के छ त चरा मर्छ अब के भन्छ बजारतिर पस्यो चरा नमरेर परबाट गाडी आउँदैछ हामी जाँदैछौँ सट्ट लाएर अर्कोले बजार चट्टसँगले है ओको फेरि चिङ्ना यार माथि डाँडामा निस्किएर चाहिँ अर्कोलेको भ्यूहरू पनि देखाउँछु है तपाईँहरूलाई परबाट गाडी आउँदैछ होइन बजार चाहिँ यहाँ परमिन भइगयो खतरा छ अर्कोले बोट पनि मेटिसकेछ हामी चाहिँ यो डाँडा 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 माथि जान्छौँ है त चट्टसँगले अब चढ्दै रहेछ त अनि हान्थेन भुइँमा हामी चाहिँ अर्कोले बजार पनि आइयो बजार भनेको लाग्ने भने चाहिँ यिनीहरू नि हो गोठहरू बिहान चाहिँ आज सोमबारको दिनमा चाहिँ लाग्छ है तर यार यस्तो फुरै फुर्छ यो चाहिँ के अरे भनेको है ए ओडा कार्यालय भयो भने यो चाहिँ अब हामी यो ठाडै जान्छौँ है त अब हामी चाहिँ उकालै लाग्दैछौँ है सुँगुरै सुँगुर गनाउँछ त यार यतातिर चाहिँ फेरि सुँगुर बेच्नु राखेको हुन्छ यो यता गुहरू सुँगुरको यो गोठतिर होइन यहाँ चाहिँ होटल पनि राख्छ क्या होइन म पनि यतातिर नआएको त धेरै भयो है तर भ्यूहरू चाहिँ बबाले देखिँदो रहेछ के राख्दो रहेछ त होटलै हो क्या यो अब हाम्रो चाहिँ फेरि प्लानै बदलियो के यतातिर चाहिँ च्याउ अलिक निकै पाउँछ भने त्यहाँ एउटा तलतिर बाले होइन त्यो बाले हामीलाई खबर दियो अनि त्यही भएर हामी यताबाट के च्याउ पो भन्छ है त्यो पातलेको के पातले च्याउ खोइ पातलेको च्याउ पातलेमा हुने होइन कट्टुसमा त्यो चाहिँ हामी खोज्दै निस्किन्छौँ है त माथि डाँडामा निस्केर हामी झरिन्छ भेटाइयो भने फेरि कसैलाई दिन्न होइन ल यो डाँडा भनेको चाहिँ ओखलढुङ्गाहरू है सट्टसँगले ओखलढुङ्गा सोलु भनेको यो डाँडा भइगयो खोटाङ हामी भयो खोटाङ यो ओखलढुङ्गा भनेको यो पल्लो डाँडा होइन सोलु भनेको चाहिँ यता यो डाँडा पर्छ है यो डाँडा सोलु पर्छ माथिको पनि यो बिहानै चाहिँ फेरि यता आयो भने हिमालहरू क्या दामी देखिन्छ होइन तर अहिले चाहिँ सबै ढुस्सु लागिरहेको रहेछ तर खै पातलेको च्याउ खोज्नु त आइयो हामी पुरै चिलाउने घारी मात्र छ यार पातले खै कता देखिँदैन त पातले त तरिका ठाउँ चाहिँ बबाल लाग्यो यताबाट होइन भ्यूहरू चाहिँ बबालै देखिँदो रहेछ खोइ ऊ पातले ऊ पर फुलिरहन्छ ऊ हल्का यो सेतो चाहिँ फेरि यस्तो डेन्जर ठाउँमा आइयो कि यहाँबाट झरियो भने चाहिँ माकुरी सिधै पुगिन्छ है स्वर्ग त्यही हेर प्रवेश भाइ कहाँ बसिरहेको छ होइन भ्यू त बब्बाल देखिने रहेछ त केटा म्यासला उयो यार ठुलो चाहिँ इक्जाम दिने ठाउँ हेर्दैछस् क्या इक्जाम दिने 21 गतेदेखि यो डाँडामा है लाम डाँडा भनेको यही हो बस्ने घर कुन घर हो यहाँ त देखिन्छ त बस्ने घर सबै कुन रातो ए यो रातो हो यहाँ हेर्दा यो उयो हो यो त्यो रातो भन्दै ल
बस्ने घर पनि केटेर देखिसक्यो। यहाँबाट झऱ्यो भने चाहिँ बाँचिन्छ भनेर चाहिँ नसोच्दा पनि हुन्छ है त। अब हामी च्याउ खोज्ने भनेको चाहिँ यहाँबाटै यो जङ्गल हुँदै हुँदै सट्ट माथि थुम्कामा निस्केर यो ढुङ्गानिर त्यहाँ सट्ट उता जान्छौँ है त हामी। यहाँबाट पनि भ्यूहरू पुरै अवलोकन गरिसक्यो। अब चाहिँ हामी यो बाटामा है च्याउ खोज्दै खोज्दै निस्किन्छौँ माथि थुम्काबाट सबै उता हुँदै हुँदै जान्छौँ है त हामी। तर जे होस् ठाउँ चाहिँ बब्बाले लाग्यो मलाई यहाँनिर होइन। यहाँनिर चरा हान्दैछ पुरै। हानिनुहोस्, हान त्यो टुप्पामा हान त, पर छ त, हान ऊ त्यो सल्लाहमा छ ऊ, हान खोइ त उडेन त अझै हान त। पुरा सिकारी भएर केटो ढल्की ढल्की हेर्दैछ यार। भ्यूहरू त बब्बाल देखिन्छ है। तर नयाँ कुरिला च्याउको सुरुवात भइसक्यो गाइजहरू टिपेर। अब पहिला चाहिँ यो च्याउलाई ढोक्नुपर्ने हुन्छ। ओम नमः शिवाय अझै धेरै भेटा भनेर। अनि हामी चाहिँ अब जङ्गल छिरिसक्यो गाइजहरू। जङ्गल छिर्नु छ, 2टा टोप्ला भेटाइयो है। अब जङ्गल एकदम त्यहाँबाट जाँदैछ। अब म चाहिँ यहाँ माथि माथि हेर्दै जानुपर्ने हुन्छ है त गाइसहरू। यो चाहिँ गोजीमा हालेर च्याउ खोजाइ जाडी छ। यस्तो थुट्टामा चाहिँ हुनुपर्ने है, फलेको छैन रहेछ त्यो च्याउ चाहिँ। फेरि मात्ने च्याउ है, यत्तिकै भेट्नु पाए त बब्बाल हुन्थ्यो नि यार। यार यस्तो डेन्जर भिर्छ फेरि। खसियो भने गयो ठाडो न ठाडो सिधै भिर्छ। हिँड्दाखेरि चाहिँ नाकै ठोकिन्छ भिरमा होइन। पुरै हाम्रो चाहिँ आज ढुक्कुर मारेर खाने प्लान थियो। त्यहाँ पर एउटा बुढोले ढोक्रो बोकेर जाऊ च्याउ पाइन्छ भनेर हिँड्यो। लास्टमा च्याउ नस्याउ हुने रहेछ यार। भिर फेरि यस्तो छ, 1 मिस्टेक गेम फिनिस हुन्छ। यहाँ चाहिँ मृग हिँड्ने बाटो मात्र हुन्छ कि मृगको गु रहेछ बरु यहाँ यार। च्याउ चाहिँ भेटाइएन है। हामी त्यो डाँडाबाट यस्तो 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 हुँदै आएको। ओ के एउटा त्यहाँ भित्र रहेछ जङ्गलभित्र होइन। म चाहिँ यहाँ डाँडामा निस्किसकेँ। अनि उताको भ्यूहरू हेऱ्यौँ। अब यो चाहिँ तिर्पा है। अनि यसलाई चाहिँ तिर्पा भन्छ होइन। यो गाउँलाई तिर्पा भन्छ है त। अनि लामडाँडा भनेको यो डाँडा भएको पारी ओखलढुङ्गा। यो गाडीमा चाहिँ के छ है, प्रवेश भाइ लुकी लुकी आउँदैछ त्यो बिचमा। हेट त चाहिँ के भनिस् क? हेट फिस्टाहरूलाई यार केटोले यार म त ठुलै शिकार पो हो कि क्या हो भनेर यसो चुपचाप बसिदिन्छु त यार। ल अब डाँडामा निस्किसक्यो होइन। च्याउ पनि भेटाइएन। बुढोले फसायो यार। उपर ढ्याक्रे कराउँदैछ। कति भेटिस् त्यसले त? निकै भेटिस् क्या? 1 पाउ जति? त्यही त 1 पाउ भयो त अनि 1 छाउ भयो भइहाल्छ नि। च्याउ भेटाइएन है गाइस। अघिकै यो 2-3 टोप्रो होला। ल यो पनि त्यही जान्छ। खोइ 1 टोप्रो मात्र छ त यो। बरु यसले भेटाइछ त्यहाँ खै। ल ठुलो छ खै। च्याउ कति भयो बाफ्रे। गाइस मैले चाहिँ एउटा यहाँ सानो चरा मारेँ है। तर कहाँ खस्यो होइन। यहाँ हानेको ऊ त्यहाँ रहेछ। ऊ झुन्डिरहेछ ऊ। अब अगाडि आइरहेको थियो त्यही हानिदिएको नि प्लाट्टै। ल जिउँदै पो छ क्या? आएन कुरी यार छैन। यस्तो यस्तै भयो। न त च्याउनी भयो न त आँखेर ढुक्कुर नै मऱ्यो होइन कि त। एउटा फिस्टा बिना काममा मारियो। त्यसलाई पनि पो यसो पोलेर हानिदिने पो हाल्ने हो कि जान्छ यार।